अहिले चाहिँ ल हाम्रो गाडीहरू स्टार्ट भइसकेको छ। हामी चाहिँ कालिम्पोङतर्फ लाग्दैछौँ। हामी चाहिँ अब ढिलो हुन्छ भनेर रातिको 2 बजे नै हिँडेको छौँ यहाँबाट। अब यहाँ हामी चाहिँ कालिम्पोङ घुमिसकेपछि त्यसपछि सकेसम्म लामा बगरसम्म पुगेर त्यसबाट भ्यायो भने त्योभन्दा माथि पुग्ने प्लान छ। अब हेरौँ के हुन्छ। सुनीलाई पनि बिर्सिँदैन मायाले माया चोट खाए पनि बिरानो माया सुनीलाई पनि बिरानो यो कुन ठाउँमा हो? यहाँ चाहिँ हामी रेस्ट गर्दैछौँ। टक्क मस्त भ्यू हेरेर बवाल भ्यू छ। यो चाहिँ तामाकोसी नदीको भ्यू हो। अब अगाडिको बाटोको चाहिँ भिडियोहरू हेर्दै जानु होला। भए घरै बिग्रिने किन होला शङ्कर पानी मिसाउने त्यसै शङ्कर बुढिया रिसाउने बाटो मलाई शङ्कर संसारमै घुम्ने तर पनि किन मलाई नभइ नहुने Gur. Hush, lakai. Hey, Saile. कालिम्पोङ पनि आयो माथि यो मन्दिर डाँडामा। यो चाहिँ यता भिलेज अब यो हुँदै जानुपर्छ केबल कार चढेर सैलुङ पुगेर सैलुङमा त अहिले झार पलाएर हरियो डरै मलाई त अब डरै लाग्दैन। आज त उता फर्कन आज त डरै लाग्दैन नि। पहिला आउँदाखेरि यो के हुन्छ जस्तो लाग्दैन थियो। खाल्टो हेर्दा त झऱ्यो भने त मिस हुँदैन क्या सिधै। हो अन्त यहाँबाट अलि माथिबाट अलि माथि राम भने जस्तो लाग्नु नि। तर हिँड्नै मजा आउँछ नि। बाई बाई सुने पो त नि अस्ति नआउने भए सुन्दैन थियो त। हुँदैन खुल्लै रहेछ च्यानल झन् मोबाइल झरेको च्यानल खुल्लै रहेछ।
राम 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 तँलाई आउँछ नेवार भाषा के भनेको भन्दा लु नेपाली ट्रान्सलेट गर हामीलाई यदि गरेछ भने के गर्नु त हो रहेछ हामीले त के भन्यो बिस खाँदैन सिधै कहाँ हो बाटोबाट पनि जान सजिलो छ कस्तो भर्ने रहेछ ला भन्ने कहाँ हो बादलमाथि त्यो के अरे कान बन्द भयो यार केहरू हालेर थियो यस्तै भएको थियो मनोकामना पनि सुनिरहेछ नि हामी बोलेको कहाँ बादलमाथि है अब चाहिँ हामी हरायो भने हरायो हिँडे हुनु कि यत्तिकै कहिले ननिसी कुन ठाउँमा पुग्यो दोस्त रे अब त दोस्ती हम नहीं तोडेंगे यिनीहरूको त्यही 24 घन्टा बाँच्ने यिनीहरूले हानेर मेरो ज्यान नलाग्यो यिनीहरूले हानेर मेरो ज्यान नलाग्यो तिमीलाई अहिले एउटा कुरा भन्छु बताएपछि कहाँ हो ऊ हेर्दा घरै छैन त पाइपसम्म त हिँड्ने नि पुग्ने चाहिँ कति बेला हो ऊ यता त छैन त नि सानो गोरेटो छ यो र त यत्रो बाटै छ त्यत्रो भरन छ उहाँ रहेछ उतासम्म भरन 10 बार आउँछ 10 बार मन गाईको हिँड्ने बाटो छ क्या त्यति भयो आइपुग्यो मनोकामना त्यत्रो लामो हुँदा 730 रुपियाँ यति हुँदा 600 रुपियाँ ओइ बोलाएर छिटो पहाडको बिचमा लुकेको सुन्दर गाउँ कालिम्पोङ कुरी हो त्यो गाउँको न कुरी भिलेज है कुरी भिलेज ल ठ्याक्कै हामी मन्दिरको तल आइपुगिसक्यो अब माथि हिँडेर उहाँसम्म पुग्नुपर्छ अलिक कुइरोले देखेको छैन यता ठ्याक्कै यही चुचुरोमै हो कालिम्पोङ मन्दिर चाहिँ त्यो डाँडामा हो सास फुल्यो भर्खर केबल कारबाट झऱ्यो सास फुल्यो तल त बादल हो कहाँ हो के हो के देख्दैन है माथि मन्दिरमा पुग्नु त अझै आधी घन्टा लाग्छ मुटुकोले चाहिँ बाहिर निक्ल्यो कालिम्पोङ मन्दिर जाने बाटो यस्तो छ है यस्तो छ अमेजिङ छ अमेजिङ जस दामी छ कुहिरो लागेर के देखेको छैन त्यही हो एक मिस गेम फिनिस हो यहाँ चाहिँ त्यही हो कहाँ पुगिन्छ ठेगान हुँदैन जस्ट यहाँ ओ बाटो अति माथि यहाँ धेरै माथि छ अब यहाँ त केही नदेख्ने नि भयो हुस्यो लागेर क्यामेरा बुझ्दा नि त्यस्तै छ गाइज ब्राइटनेस उड्यो लास्टै ओभर डार्क भयो यहाँ त पानी चुइरहेछ तप त्यसपछि अब मन्दिर घुमेर हामी चाहिँ उता सैलुङ त्यो भ्यू पोइन्ट छ त्यतातिर जाने कुरा छ के हुन्छ हेरौँ भयो भने भ्यायो भने जाने हो अनि
फर्स्टमा चाहिँ यहाँ मन्दिर दर्शन गर्ने, त्यसपछि चाहिँ भ्यायो भने मात्र जाने। यस्तो छ है भ्यू। तल कहाँ हो ठ्याक्कै अब म मन्दिर पुगेपछि देखाउँछु है त। फुस्केला जस्तो भयो। ठ्याक्कै अब चाहिँ हामी एन्ट्रेन्स भित्र छिर्ने अब यहीँबाट हो मेन। अब सिधै माथि गएपछि त्यहाँ आइहाल्यो। हुसियाले पुरै कालो कालो भइरहेछ। यतै भएर चाहिँ घन्टी बजाउँदै मन्दिरमा चाहिँ हामी पुगिसक्यौँ। माथि मेन मन्दिर यसलाई चाहिँ यस्तो छ भ्यू चाहिँ यहाँको। मेन एन्ट्रेन्स गेट यही हो। यहाँबाट भित्र छिरेर झरनों में गाँव में झीलों से बोलूं आके तू सुनना बीरबरा